जाभास्क्रिप्टमा आज हामी रिड्युसको बारेमा सिक्न गइरहेका छौं र हामीले त्यो सम्बन्धी तीनटा च्यालेन्जेसहरु पनि कम्प्लिट गर्छौं। सो लेट्स स्टार्ट द क्लास। सो फर्स्टमा रिड्युसलाई म एउटा एक्जाम्पलबाट सुरु गर्छु। जस्तै मसँग एउटा नम्बर छ रे, कन्स्ट नम्बर्स भनेर मैले लेखे अनि त्यो नम्बर्स मसँग यहाँ माथि छ, त्यसैले म यहाँबाट कपी गरेर पेस्ट गर्छु। सो यो मसँग भएको नम्बर हो। मलाई अब यो भरको सबै नम्बरको सम निकाल्नु छ। सो त्यसको लागि मैले कसरी रिड्युसलाई युज गर्छु। सो फर्स्टमा म कोड मात्र लेख्छु, चलाउँछु अनि त्यसपछि मात्र एक्सप्लेन गर्छु है। रिड्युस चाहिँ एकदमै गाह्रो छ, फेरि यो म्याप र फिल्टर भन्दा गाह्रो छ रिड्युस, एकदमै ध्यान दिएर हेर्नुपर्छ है रिड्युसको लागि। सो कन्स्ट भनेर मैले लेखेँ, कन्स्ट पछि मैले सम भनेर लेख्छु, अब त्यसको नाम म सम राखिदिन्छु। अनि एरेको नाम म्यापहरु जस्तै हो, डट। अब चाहिँ हामीले रिड्युस भनेर लेख्छौं। अब रिड्युस भनेर लेखिसकेपछि चाहिँ एउटा एरो फंक्सन भित्र हाल्नुपर्छ, पहिलाको जस्तै हो। तर यहाँ चाहिँ एरो फंक्सनमा दुईटा प्यारामिटर हुन्छ। एउटा प्यारामिटरको नाम मैले एसीसी लेखेँ, अर्को प्यारामिटर चाहिँ हामीले पहिला चिनेको जस्तो यहाँ माथि नम्बर्स छ भने हामीले नम्बर भनेर लेख्छौं है। त्यसपछि एरो फंक्सनमा एउटा एरो दिनु पर्यो। त्यसपछि मलाई के रिटर्न गर्न मन छ, सो मलाई एसीसी भनेको खासमा एक्युमुलेटर हो, प्लस नम्बर मलाई रिटर्न गर्न मन छ। त्यसपछि मैले एउटा कमा दिन्छु र यहाँ 0 लेख्छु र त्यसपछि हेरौँ अब हाम्रो कोड चल्छ कि चल्दैन। कन्सोल लग सम भनेर लेखौँ त ल, के आउँदो रहेछ। मैले यहाँ कोडलाई रन गर्दाखेरि हाम्रो 150 आयो भनेपछि हाम्रो सम चाहिँ निस्क्यो। अब यो कोड कसरी चल्छ एकचोटि हेरौँ। फर्स्टमा हामीले यो कन्स्ट लेखिसकेपछि पहिला हामीले एरे क्रिएट गर्थ्यौं। अहिले चाहिँ एरे क्रिएट हुँदैन रिड्युसबाट। रिड्युसबाट चाहिँ जनरली एउटा भेरिएबल क्रिएट हुन्छ, तर जे भए पनि नाम चाहिँ हामीले पहिलाको जस्तै दिनुपर्छ। एउटा दिइसकेपछि पुरानो एरे जेबाट निकाल्ने हो त्यसको नाम यहाँ दिनुपर्छ। अनि डट रिड्युस, त्यो पहिला म्याप र फिल्टर गरे जस्तै डट रिड्युस लेख्ने तरिका चाहिँ त्यही हो। त्यसपछि यसभित्र एरो फंक्सन नै हुन्छ। एरो फंक्सन नै हामीले चिनिरहेका छौं। तर पहिला चाहिँ एरो फंक्सन भित्र एउटा मात्र प्यारामिटर हुन्थ्यो। अहिले चाहिँ दुईटा प्यारामिटर कम्पलसरी राख्नै पर्छ। त्यो दुईटा के हो, एउटा एक्युमुलेटर हो, अर्को यहाँ जे छ त्यो हो। जे छ त्यो भन्नुको मतलब जुन भ्यालु छ, जस्तै 10 20 30 40 50 लाई पालो यो नम्बरले लिन्छ पहिलाको जस्तो है। अनि त्यसपछि एक्युमुलेटर भनेको चाहिँ के हो त। सो एक्युमुलेटर भनेको चाहिँ एउटा एकदमै म्याजिकल कुरा हो, जसलाई सुरुमा बुझ्न अलिकति गाह्रो हुन सक्छ। एक्युमुलेटरको बारेमा चाहिँ म एउटा सिम्पल कुरा के भन्छु भन्दा, एक्युमुलेटरको भ्यालु चाहिँ जहिले पनि चेन्ज भइरहन्छ। के हुन्छ रे, जहिले पनि चेन्ज हुन्छ। अब कस्तो हुन्छ भन्दा यो फर्स्टमा मैले यहाँ जुन 0 लेखेको छु नि, त्यो चाहिँ मैले एक्युमुलेटरको इनिशियल भ्यालु दिएको। के दिएको, उसको इनिशियल भ्यालु दिएको। अनि जब यो फंक्सन रन हुन्छ त्यसपछि यसको भ्यालु चेन्ज भइरहन्छ। चेन्ज भएर के हुन्छ त यसको भ्यालु हो, यो फंक्सनले जुन कुरालाई रिटर्न गर्छ नि, जुन भ्यालु दिन्छ नि यो फंक्सनले, त्यो भ्यालु नै एक्युमुलेटरको भ्यालु हुन्छ। जस्तै 10 हालेर हेर्छ, 10 हाल्दा जे रिटर्न गर्छ त्यो एक्युमुलेटरको भ्यालु भयो। फेरि 20 हालेर हेर्छ, 20 हाल्दा जे रिटर्न गर्छ त्यो एक्युमुलेटरको भ्यालु भयो है। भनेपछि एक्युमुलेटरको भ्यालु चाहिँ बार चेन्ज भइरहन्छ र यसको इनिशियल भ्यालु चाहिँ हामीले यहाँ साइडमा दिनुपर्छ। र यदि हामीले इनिशियल भ्यालु दिएन भने चाहिँ यसले यो जुन एरेको फर्स्ट एलिमेन्टलाई नै आफ्नो इनिशियल भ्यालु मान्छ है। त्यो पनि कुरा हामीले बुझ्नुपर्छ। त्यो अहिले पछि त्यसको युज पनि हामीले हेर्छौं। अहिले चाहिँ हामी भ्यालु हाल्छौं है। अब यो कसरी काम गर्यो त, यो कसरी सम दियो त, त्यो पनि बुझौँ न त ल। अब म यहाँ एक्जाम्पलबाटै बुझाउँछु है त। जस्तै पहिला एक्युमुलेटरको भ्यालु कति छ, 0 छ है। अनि नम्बरको भ्यालु चाहिँ 10 छ। 0 + 10 10 हुन्छ। सो 10 अब यो फंक्सनले रिटर्न गर्यो नि, अघि मैले के भनेको छु, एक्युमुलेटरले त्यो भ्यालुलाई लिइदिन्छ। अब एक्युमुलेटरको भ्यालु कति भयो, 10 भयो है। अब नम्बरको भ्यालु कति हुन्छ, 20। अब 20 को पालो आयो। सो 10 + 20 कति हुन्छ, 30 हुन्छ। 30 आयो, एक्युमुलेटरको भ्यालु 30 हुन्छ। अनि नम्बर पनि 30 हुन्छ। सो 30 एड भएर हाम्रो सायद 60 भयो होला। सो 60 र 40 जोड्दा कति हुन्छ, अब 100 हुन्छ। त्यो 100 फेरि एक्युमुलेटर लिन्छ अनि फेरि 50 सँग जोड्दाखेरि 150 हुन्छ। त्यसरी चाहिँ हाम्रो यो एन्सर आउँछ। ओके, रिड्युसको बारेमा यति बुझिसकेपछि अब हामीले योसँग रिलेटेड तीनटा च्यालेन्जहरु सुरु गर्छौं। सो फर्स्टमा हाम्रो च्यालेन्ज छ मल्टिप्लाई अल नम्बर्स। सो मसँग एउटा नम्बर्स छ। सो मैले यसलाई कमेन्ट आउट गर्छु। कमेन्ट आउट गरिसकेपछि मैले कन्स्ट भनेर लेख्छु, नम्बर्स भनेर लेख्छु है। नम्बर्स भनेर लेखिसकेपछि अब म यहाँ उसले जे दिएको छ त्यसलाई लेख्छु है। ओके, त्यो लेखिसकेपछि अब मलाई यसको प्रडक्ट निकाल्नु छ। सो अघिनको जस्तै हामी गरौँ, कन्स्ट भनेर लेखौँ।
त्यसपछि प्रोडक्ट भनेर लेखौँ अनि त्यो लेखिसकेपछि अब यो नम्बर्स डट अब पहिलाको जस्तै रिड्युस अनि त्यसभित्र एरो फंक्सन हुन्छ सो एरो फंक्सनमा हामीले के राख्छौं एउटा त एसीसी राख्छौं एकुमुलेटर अर्को के राख्छौं यो जे नाम छ त्यसको एस काटेर राख्छौं सो त्यो गरिसकेपछि अब हामीलाई प्रोडक्ट निकाल्नु छ त्यसैले मैले एसीसी इन्टु नम्बर भनेर लेखेँ सरी नम्बर्स राख्नु हुँदैन नम्बर राख्नुपर्छ यहाँ नम्बर्स भएछ है नम्बर भनेर लेखेँ ओके नम्बर भनेर लेखिसकेपछि अब यसको इनिशियल भ्यालु दिनुपर्छ प्रोडक्टमा चाहिँ फेरि इनिशियल भ्यालु 0 दिनु हुँदैन किनभने 0 सँग प्रोडक्ट गर्यो भने फेरि सबै 0 आउँछ नि त त्यसैले 1 दिनुपर्छ है प्रोडक्ट गर्दाखेरि चाहिँ इनिशियल भ्यालु है त ओके अब त्यसपछि यो कन्सोल लग गरेर हेरौँ त के हुँदो रहेछ कन्सोल लग गरेर हेरिसकेपछि प्रोडक्टको भ्यालु हाम्रो के आएको छ सो मैले रन गर्दाखेरि हाम्रो यो प्रोडक्टको भ्यालु आएको छ सबै प्रोडक्ट गर्दाखेरि हाम्रो भ्यालु चाहिँ यति आउँदो रहेछ अब कसरी कोड चल्यो त सेम अघिनको जस्तो है फर्स्टमा एक्युमुलेटर भ्यालु 1 छ 1 ले 2 लाई मल्टिप्लाई गर्छ कति आउँछ 2 आउँछ अब 2 लियो उसले अनि फेरि 2 ले 3 लाई मल्टिप्लाई गर्छ 6 आउँछ फेरि 6 ले 4 लाई मल्टिप्लाई गर्छ अनि त्यो जे आन्सर आउँछ त्यसले फेरि 5 लाई मल्टिप्लाई गर्छ जे आन्सर आउँछ त्यसले फेरि 6 लाई गर्छ फेरि 7 लाई फेरि 8 लाई फेरि 9 लाई अनि यसै गरी सबै प्रोडक्ट चाहिँ हाम्रो आउँछ है सो यसरी हामीले हाम्रो फर्स्ट च्यालेन्जलाई कम्प्लिट गर्यौं सो लेट्स मुभ अन टु द सेकेन्ड च्यालेन्ज नाउ सो सेकेन्ड च्यालेन्जमा के छ फाइन्ड द म्याक्सिमम नम्बर्स छ है त सो यो हाम्रो कुरा छ नम्बर्सहरु छ यसबाट हामीले म्याक्सिमम नम्बर्स निकाल्नु पर्यो सो यसको लागि म यसलाई कमेन्ट आउट गरिदिन्छु एक्चुअली सो त्यति गरिसकेपछि कन्स्ट नम्बर्स भनेर लेखौं सो मैले यसलाई कपी पेस्ट गरे ओके हामीसँग यो नम्बर छ यसमा म्याक्सिमम कति हो हामीले फाइन्ड गर्नु छ सो हेर्दाखेरि 99 देखिन्छ अब रिड्युस युज गरेर निकालौं न ल कन्स्ट म्याक्सिमम भनेर लेखौं है अनि त्यसपछि सेम पहिलाको जस्तै नम्बर्स डट रिड्युस अब त याद पनि होला अब एरो फंक्सनको दुईटा प्यारामिटर एसीसी कमा नम्बर छ भने नम्बर्स के नम्बर्स छ भने नम्बर अनि त्यसपछि एरो दिनु पर्यो एरो फंक्सनको एरो दिइसकेपछि म्याक्सिमम निकाल्नको लागि चाहिँ अब म यहाँ एउटा अलिकति गाह्रो कोड लेख्छु हजुरहरुलाई एकछिनमा बुझाउँछु है यो चाहिँ म टर्नरी अपरेटर लेख्दै छु यहाँ सो यहाँ चाहिँ के हुन्छ भन्दा फर्स्टमा म कन्डिसन लेख्छु यदि एक्युमुलेटर नम्बर भन्दा धेरै छ भने एउटा क्वेशन मार्क दिन्छु एक्युमुलेटर देऊ नभए नम्बर देऊ भनेर लेख्छु ओके यो यस्तो डेन्जर कोड के लेखे जस्तो लाग्छ होला म एकछिनमा यो सबैलाई राम्रोसँग एक्सप्लेन गर्छु तर पहिला कोड चलेको चाहिँ एकचोटी हेरौँ है त किनभने पहिला चलेको नचलेको हेर्न मजा आउँछ नि त है सो कन्स्ट लेख्नु कन्सोल लग गर्नु पर्ने कन्स्ट लेखेछु मैले है कन्सोल लग भनेर लेखेँ अनि म्याक्सिमम भनेर लेखेँ अब त्यसपछि हेरौँ त ल सो मैले यसलाई रन गर्दाखेरि हाम्रो कोड चलेको छ म्याक्सिमम नम्बर 99 दिएको छ ओके अब यो कसरी चल्यो त एकचोटी हेरौँ है त सो यहाँ चाहिँ के हुन्छ भन्दा नम्बर्स र रिड्युस लेखेको त हजुरहरुले बुझ्नुहुन्छ एसीसी नम्बर लेखेको पनि हजुरहरुले बुझ्नुहुन्छ मेन यो कुरा चाहिँ बुझ्न अलिकति गाह्रो छ हजुरहरुलाई है सो यसलाई म एकदमै सिम्पल तरिकाले बुझाउँछु यो खासमा टर्नरी अपरेटर युज गरेर हामीले इफ एल्स लाई सर्टकटमा लेखेको हो र यो धेरै युज हुन्छ मोडर्न जाभास्क्रिप्टमा है सो यसलाई कसरी बुझ्ने हेरौँ है फर्स्टमा हामीले यहाँ क्वेशन मार्क हेर्नुपर्छ यो क्वेशन मार्क भन्दा लेफ्ट साइडमा जे लेखेको हुन्छ नि त्यो चाहिँ हाम्रो कन्डिसन हो यो चाहिँ के हो रे कन्डिसन हो म यहाँ एकचोटी कमेन्ट पनि लेखिदिन्छु है कन्डिसन क्वेशन मार्क भन्दा यता जे लेखेको हुन्छ त्यो चाहिँ के हो कन्डिसन हो अनि यो कन्डिसन ट्रु भयो भने चाहिँ यो भ्यालु देऊ भनेर हामीले उल्ला भनेको त्यसैले ट्रु भयो भने चाहिँ फर्स्टमा लेखेको भ्यालु दिन्छ र यदि फल्स भयो भने यो कन्डिसन फल्स भयो भने चाहिँ यो सेकेन्डमा लेखेको भ्यालु चाहिँ उले हामीलाई दिन्छ रिटर्न गर्छ है सो त्यो चाहिँ यसले भन्नु खोजेको मैले फल्स लेख्नु पर्ने पहिला कन्डिसन हुन्छ क्वेशन मार्क भन्दा यता क्वेशन मार्क भन्दा पछि दुईटा कुरा हुन्छ ट्रु छ भने फर्स्टको देखाउँछ फल्स छ भने सेकेन्डको देखाउँछ है त सो यो कुरा हामीले बुझ्यौं अब यो बुझेपछि यसलाई हेरौँ है त जस्तै फर्स्टमा हाम्रो अब अघि नै मैले एउटा कुरा भनेको थिएँ यहाँ मैले कमा दिएर के पनि लेखिरहेको छैन भने यसले जुन फर्स्ट जे छ त्यसैलाई एक्युमुलेटरको रूपमा भ्यालु लिन्छ यो हामीले सिकिसकेका छौं है अब एक्युमुलेटरको भ्यालु 33 छ नम्बरको भ्यालु अब यो 33 त गइसक्यो अघि नै एक्युमुलेटरले लिइसक्यो अब 85 आउँछ सो 33 र 85 मा कुन ठुलो 85 ठुलो भनेपछि यो त फल्स भयो फल्स भयो भने अब यो लिन्छ कि यो लिन्छ त यसले अघि नै भने अनुसार सेकेन्डको लिन्छ सो सेकेन्डको नम्बर चाहिँ यसले रिटर्न गर्छ सो कति रिटर्न गर्यो अब यसले
85 रिटर्न गर्यो। हामीले अघि भर्खर भनेको छौँ एकुमुलेटर भनेको जे रिटर्न गर्छ त्यही हुन्छ, त्यसैले 85 अब एकुमुलेटरको नयाँ भ्यालु भयो। अब पालो आयो 12 को। सो यहाँ 85 छ, यहाँ 12 छ, ट्रु भयो कि फल्स भयो? ट्रु भयो। ट्रु भयो भने एकुमुलेटर लिन्छ, एकुमुलेटर रिटर्न आउँछ, मतलब 85 आयो, फेरि 85 आयो, 12 को काम सक्यो, 99 को पालो आउँछ। 85 र 99 यता हाल्दाखेरि यो फल्स हुन्छ। फल्स भइसकेपछि नम्बर रिटर्न गर्छ, नम्बर भनेको 99 हो, त्यो रिटर्न गर्यो भनेपछि एकुमुलेटरको भ्यालु अब 99 भयो। 99 र 56 हेर्नु पर्यो, यो 99 यो 56 ट्रु छ कि फल्स छ? ट्रु छ। ट्रु छ भने एकुमुलेटर दिन्छ, मतलब 99 दिन्छ। सो यसरी चाहिँ हामीले यो कुरालाई बुझ्न सक्छौँ र यसरी हामीलाई यसले हाइएस्ट नम्बर दिन्छ है। र अब एउटा रमाइलो कुरा चाहिँ के हो भन्दा मैले यहाँ आफूले बिर्सिन्छु भनेर लेखे पनि छु, दुईवटा कुरा भन्नु भनेर। सो टेल इट लेटर द्याट इट इज इन राउन्ड ब्राकेट हो। टर्नरीलाई हामीले जहिले पनि राख्दाखेरि चाहिँ एरो फङ्सनभित्र हामीले टर्नरी राख्दाखेरि चाहिँ जहिले पनि यसरी ब्राकेटभित्र राखिदिनु पर्छ है। सो यो जुन टर्नरी छ, यो टर्नरी पार्ट, यो चाहिँ हाम्रो ब्राकेटभित्र हुनुपर्छ। त्यो रुल हो, त्यो जम्मैले लेख्छ, नलेख्दा पनि कोड चल्छ, तर सफा देखिन्छ क्या, निट देखिन्छ क्या है, त्यो चाहिँ हाम्रो रुल हो। अनि यो म्याक्सिमम नम्बर निकाल्ने चाहिँ धेरैचोटि युज हुने कुरा भएर हामीले यति लामो यो एसिसी नम्बर भनेर लेख्दैनौँ के। हामीले के लेख्छौँ भन्दा फर्स्टको ठाउँमा ए लेख्छौँ, सेकेन्डको ठाउँमा बी लेख्छौँ, फर्स्टको ठाउँमा ए लेख्छौँ, सेकेन्डको ठाउँमा बी लेख्छौँ, अनि फर्स्टको ठाउँमा ए लेख्छौँ, सेकेन्डको ठाउँमा बी लेख्छौँ। ल कोड कति छोटो भयो त हो। यो चिज चाहिँ सायद हजुरहरूले धेरै ठाउँमा देखेको हुनुपर्छ, अनि यसलाई चाहिँ कपी पेस्ट गरेर पहिला युज गर्नुहुन्थ्यो होला, तर आज चाहिँ हामीले यसलाई वास्तवमै बुझ्यौँ कसरी भएको रहेछ भनेर। जस्तै हामी पनि पहिला सुरुमा जाभास्क्रिप्ट सिक्दाखेरि त्यतिखेर चाहिँ के हुन्थ्यो भन्दा च्याट जिपिटी थिएन, अनि स्ट्याक ओभरफ्लोहरूबाट त्यहाँतिरबाट हेरेर गुगलहरूबाट अरू ठाउँबाट सर्च गरेर यस्तो जाभास्क्रिप्टको कोडहरू हेरिन्थ्यो कि, अनि यस्तो सर्टकट कोडहरू देखिन्थ्यो, बुझ्न चाहिँ त्यति राम्रोसँग बुझ्ने होइन, कपी पेस्ट गरेर गर्ने, अनि काम चाहिँ चल्थ्यो कि हाम्रो यो म्याक्सिमम नम्बरहरू निकाल्नको लागि है। सो ओके, अब यो कुरा भयो। सो च्यालेन्ज 3 हाम्रो छ लास्ट च्यालेन्ज। अब हामीसँग सेन्टेन्सहरू छ, वर्ड्सहरू छ, त्यसलाई जोडेर एउटा ठुलो सेन्टेन्स बनाउनु पर्यो। कसरी बनाउने त? ल त्यो सुरु गरौँ है त। सो पहिले मैले कन्स्ट वर्ड्स भनेर लेखेँ। सो मसँग वर्ड्सहरू छ यहाँ। अनि यो जुन हाम्रो थर्ड च्यालेन्ज छ, यो चाहिँ वास्तवमा रियल प्रोजेक्टमा एकदमै युजफुल हुन्छ है। च्याट एपहरू हजुरहरूले बनाउनुहुन्छ भने दिस इज भेरी इम्पोर्टेन्ट थिङ। यो कुरा आउँछ च्याट एप बनाउने बेलामा है। सो योलाई अब जोड्नुपर्ने छ। सो अब गरौँ त्यसो भए, कन्स्ट लेखौँ, यसको नाम के सेन्टेन्स दिउँ। अब हाम्रो पहिलाको जस्तै एरेको नाम रिड्युस, रिड्युस लेखिसकेपछि के हो एरो फङ्सन, प्यारामिटर एसिसी र अब वर्ड्स छ भने वर्ड भनेर लेखौँ, त्यसपछि एरो दिउँ, एरो दिइसकेपछि एसिसी प्लस दुईटालाई जोड्नु त हो, त्यसपछि जोडिदिउँ र के आउँदो रहेछ एकचोटि हेरौँ है त। सो मैले कन्सोल लग त गर्नु पऱ्यो नि फेरि है, कन्सोल लग गरेँ अनि सेन्टेन्स भनेर लेखेँ। अब के आउँदो रहेछ एकचोटि हेरौँ है त। सो हेर्दाखेरि हाम्रो आई लाइक जाभास्क्रिप्ट आयो, तर बिचमा स्पेस चाहिँ आएन है। अब कसरी ल्याउने होला त त्यो स्पेस? त्यो ल्याउनु पनि एकदमै सजिलो छ। यहाँ बस एउटा स्पेस थपिदिने, प्लस लेख्ने है, अनि एउटा स्ट्रिङ थपिदिने, स्ट्रिङमा एउटा स्पेस थपिदिने। यो थपिसकेपछि यो दुईटा चाहिँ सरर जोडिएर आउँछ। अब यो कोड कसरी चल्छ भनेर मैले भन्दिनँ है, किनभने यो यहीँ दुईचोटि भनिसकेको छ कसरी सम हुन्छ, कसरी मल्टिप्लाई हुन्छ भनेर, सेम त्यही तरिकाले चल्छ। यो चाहिँ अब हजुरहरूलाई च्यालेन्ज भयो यसलाई बुझ्ने है त। अनि यो तिनवटा जुन मैले च्यालेन्ज दिएको छु नि, अब हजुरहरूको काम चाहिँ यस्तै 10-12वटा च्यालेन्ज चाहिँ च्याट जिपिटीसँग सोध्ने के। यो तिनवटा च्यालेन्जलाई लेख्ने, अनि यस्तै खालको मलाई रिड्युसको अरू पनि देऊ भनेर भन्ने, अनि उसले दिन्छ त्यसलाई राम्रोसँग प्र्याक्टिस गर्ने। प्र्याक्टिस नगरिकन यो दिमागमा छिर्दैन रिड्युस है, यसरी हेरेर मात्र चाहिँ आउँदैन फेरि है। ओके, अब हाम्रो यो कोड चल्छ कि चल्दैन हेरौँ। सो फाइनल्ली हाम्रो कोड चल्यो र हामीले आज चाहिँ रिड्युसको बारेमा सिक्यौँ, जुन एकदमै गाह्रो टपिक हो, र हामीले त्यो सम्बन्धी तिनवटा च्यालेन्जहरू पनि कम्प्लिट गऱ्यौँ। सो आजको लागि क्लास यति नै भयो। हस्, धन्यवाद, नमस्ते।